Welcome to my new vlog guys. यो चाहिँ 10 वर्षपछि फुलेको शङ्कर बेलीको फुल हो। यसैमा म भ्लग बनाउन गइरहेको छु। यो ड्रोनले खिचिएको नजारा एकपल्ट हेर्नु होला। नमस्ते साथीहरु, मेरो न्यू ब्लगमा यहाँहरु सबैलाई स्वागत छ। आज चाहिँ म यो 10 वर्षपछि फुलेको शङ्कर बेलीमा यो सुन्दर फुलहरु हेर्न आएको छु। यहाँ घुम्न चाहिँ साह्रै रमणीय ठाउँ, निकै सुन्दर रहेको छ। यो चाहिँ शङ्कर बेलीको गेट हो। यो गेट भर्खर निर्माण भइरहेको छ। यहाँ टिकट चाहिन्छ, अहिले चाहिँ छैन। यो चाहिँ मन्दिर एकदमै राम्रो सुन्दर छ। गाइस, तपाईहरु नि घुम्न आउनु होला। यहाँको सुन्दरता नेपालको ऐतिहासिक स्थल बनेको छ। यो पर्यटकीय स्थल बनेको छ। 10 वर्षपछि फुलेको यो फुल निकै नै रोमाञ्चक छ। जुन अगाडि नै हेरिसक्नु भएको छ भने यहाँ चाहिँ हामी घुम्न आएका छौँ। एकदम सुन्दर त्यो माथि देखिरहेको ड्रोन सुटबाट देखिरहेको रुखहरू यही हो फुलेको। चारैतिर हरियाली, सुन्दर वातावरण, एकदम रमाइलो दृश्य छ, हेर्न सक्नुहुन्छ। र तपाईहरु पनि घुम्न अवश्य आउनु होला एकपल्ट। अब त अलिक पछिसम्म यो फुल झरेपछि त यहाँ खासै त्यो पहिलेको जतिको रमाइलो हुँदैन। त्यही भएर तपाईहरु जति सक्दो चाँडो भए पनि एकपल्ट यो दृश्य हेर्न आउनु होला। साह्रै नै सुन्दर र रमणीय ठाउँ रहेको छ यो शङ्कर बेली भन्ने ठाउँ। यहाँ सुन्दर तलाबहरू पनि अत्यन्त राम्रा छन्। चारैतिर घाँसे मैदान र बिचमा तलाब र त्यही माथि फुल फुलेको ठाउँ। कस्तो सुन्दर दृश्य छ। यो मेरो पहिलो भ्लग हो गाइज। पहिले हालेको एउटा भ्लग नै कपिराइट देखाएर मैले डिलिट हानेको छु र यो फेरि पहिले मैले हाल्न आँटेको भ्लग हो। तपाईहरुको साथ सपोर्ट र माया दिनु होला। तपाईहरुको साथ सपोर्ट र लाइकले म अगाडि बढ्न चाहन्छु। कृपया भिडियो मन परेमा तपाईहरुले एक लाइक वरिपरि मस्त चराचुरुङ्गीको आवाज नि राम्रो आइरहेको छ। आकाशको निलो बादल सिधै पानीमा हेर्नु क्या राम्रो देखिरहेको छ। ल म चाहिँ पुरा हिँड्दै भिडियो गरिरहेको छु। यहाँ ठाउँ ठाउँ नेपालको झन्डा पनि गाडेको छ, मतलब लाएको छ। एकदम राम्रो दृश्य छ। नेपालीहरूले नेपालमा भइकन सबैभन्दा पहिलो यो घुम्ने ठाउँमध्ये विश्वको त के भनौँ, नेपाल यो मैले बनाएको पहिलो भ्लग भएकाले मजाले मलाई बोल्न पनि आएको छैन। पुरा अकमक्किरहेको छु। यो चाहिँ माइन्ड नगरिदिनु होला। यो चाहिँ तिनै ड्रोनबाट माथि देखिरहेको फुल हो। मेरो फोनको क्यामेरा चाहिँ त्यति राम्रो छैन र यो मुनिबाट खिच्दा यस्तो आएको छ, तर माथिबाट खिच्दा नै एकदम सुन्दर छ है यो फुलहरू। म आउँदा प्राय पोली जस्तो त छैन, झरिसकेको छ आधी जति त। यो भिडियो चाहिँ मैले बनाउनको लागि भिडियोमा गरेको त वर्ष दिनै जति भयो। यो ठाउँ चाहिँ यो दहको यो आफै पानी पलाएको